हाम्रो विराजघर चाहिँ यहाँ पूजा रहेको छ गाइस फाइनली गाइस अनि फेरि यहाँ घुमेर हाम्रो त यता भात खाने हो अब भात खाने हो यहाँ आगो बोलिरहेको कस्तो भोक लागिरहेको छ छोइदिउँ म भिडियो गर्छु होइन माफ गर्नुहोस् गाडी गर्दा देखा मलाई केही पनि भएन यता खाइरहनु मिठो मिठो वाउ 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 दक्षिणा पाउँछु भान्जा भान्जीको नाति पूजा गर्न तिमीलाई हाम्रो स्पेशल दाइ हुनुहुन्छ जिबुली दाइ ल ल ल ठिक छ मेरो जिबुली भाइ ओके गुड भाइ दाइ एकदम ठिक हुनुहुन्छ हाम्रो दाइ दाइ क्लियर हुने दाइ यस्तो गर्नु दाइ यस्तो ल अब चाहिँ हामी सुन्तल चोर्न जाँदैछौँ एलसिन के भयो हामी त अत्र लेजेन्ड हो त हामी यताबाट जान्छौँ भाइ ओके पुरै पूजामा व्यस्त खानु कि भन्नु न पुरै पूजामा व्यस्त खानु हामी यस्तो ए मोटे भान्जा के छ हाम्रो मोटे भान्जा त हुनुहुन्छ आज के भिडियो चाहिँ भोलक चाहिँ दामी हुने रहेछ के हाम्रो मोटे भान्जाले खतरा गरिदिनुहुन्छ मोटे भान्जा के भन्छ हाम्रो भोलकहरूलाई नगर्नु न मामा उहाँले हाम्रा भिडियोहरूको लागि नगर्नु न मामा भन्न चाहनु भएको छ हामी चाहिँ टाइम नपत नगरिकन हामी चाहिँ त राष्ट्रमा जान्छौँ गाइस आज चाहिँ हामीले केही राख्दैनौँ गाइस केही राख्दैनौँ आज यस्तो चोरिन्छ गाइस यस्तो चोरिन्छ आज सुन्तला चोरिन्छ गाइस होइन यो घरमा पोलिदिएको घर गाइस सबैजना सबैजना गाइस पूजामा व्यस्त छन् कविलेहरू छन् यहाँ कविले हाम्रो दिदी बिनाजु घर टोका बन्द गाइस कोही पनि छैन सुन्तलाको कुरा गर्ने हो भने त ए भगवान् देख्ने कमसित वाओ पुरै टापा हानिन्छ आज हामीले पुरै टापा हानिन्छ साथी सोध्दै हुनुहुन्छ यति धेरै चोप्चो छोरी दुइटा हात छोरी हाल्ने हिँड्छ म यहाँबाट हानिदिन्छु नभए ओके नि मान्छे कोही पनि छैनन् टुप्पाकै गाइस खतरा मजा आइरहेको फेरि होइन यति आउनु जाने एउटा किक माले भनिदिन्छ भने भागेको हो कहीँ जान्छ तर राख्छौँ अब चाहिँ हामी नराम्रो फर्स्ट पलक बोल्दै भएछ कि उउँदो यता मैले भनिदिनु भिडियो रेकर्डै भएन क्या यार मैले होइन त्यो भिडियो बनाएपछि भागा भन्नु के कन्टेन्ट गर्नु भन्थेँ रियलमै आइरहेको त लक्ष्य तल भाग्नुपर्छ त्यसले हामीमा घर भनिदिन्छ क्या त्यसले ग्यारेन्टी मैले के अन्थेँ भन्दाखेरि युट्युबमा यस्तो भिडियो भाइरल हुन्छ नि भनेपछि फक्की भागा भन्ने भन्थेँ रियलमै आएको त्यो कुरो केही हाम्रो फेस नचिन्छ नाम थाहा छैन त्यसलाई त्यसले हाम्रो नाम थाहा छैन हामी यस्तो जङ्गलमा सिकेका छौँ भनिदिनु ल एउटा सुन्तला पोचाइन अहिले चाहिँ हामी आउँछौँ फेरि रात मेरो हातमा सुन्तला राम्रो त छोड्दे कस्तो पछि कस्तो त्यो गरेर चोर्न आएको रहेछ कि किन आएको रहेछ यहाँको अमिल पनि कम चोरेन यार यहाँको अमिल पनि कम चोरेन अमिल छैन यहाँ अमिल छैन छ त यतातिर भक्कु छ चोर्ने हो भोलिपर्सि अब गाइस
हामी चाहिँ देखा त कसै अनि राख्छु भिडियो भन्दा हुन्छ गाइस भिडियो भन्दा हुन्छ लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् ल अहिले त म देखाउँछु मैले चोर्दै यता चोर्ने थिएन सब्सक्राइबरको लागि सबले अलि ठुला झरेन नि कोन यसमा गर्छ नि त यति चोरे हामीले सौरभ जोशीको फ्यान हो सौरभ जोशी जस्तै हामी कुनै पनि पाइल छोड्दैनौँ भ्लग बनाउन चाहे हामीले मर्नै पर्छ ठुलो हात स्टाइल गरौँ वाउ ओइ ए बाउ खैएन त भिडियो पुरै भएन रोकेन न यो बाउ त्यत्रो बढी यार त्यो केटा मतलब म भिडियो गरेन कि कस्टम चाहिँ अनि ढाँटे खाएन भने त केटा आएको थियो के भिडियो बनाएन कि सुरुमा लाग्छ बब्बी त्यो नाम थाहा छैन के हुन्न त्यसको नाम सन्देश मिहिनेत गरेर आयो भने त आउन सक्छन् वाउ आउनु दिएको त यो बाटो यो बाटो यो एकदम रुवाला त्यो दियो होइन भन्छ होला नि बस गाइज आज कन्टेन्ट यति हो केटाकेटी आज नै भिडियो पठाउँछौँ बाबा फेरि डिस्टिङ हानिदिन्छ फेरि डिस्टिङ त्यो भाइ उत्तराखण्ड त्यही मजा आउने भन्छ ओके ओए